हजुरहरूलाई मेरो छोटो मिठो मिनी ब्लगमा स्वागत छ र साथी र मेरो चाहिँ आज बाहिर घुम्न जाने प्लान भयो र अबु धाबीको भ्यू हेर्दै हामी लाग्यो लोभर म्युजियम। त्यसपछि हामी पुग्यो इन्ट्रान्समा र गफ गर्दै अगाडि बढियो। अघि भ्यूहरूको मजा लिँदै इन्ट्रान्समा पुग्यो र टिकट लिएर भित्र छिर्यो। भित्र छिर्ने बित्तिकै तपाईहरुले देख्न सक्नुहुन्छ सानो मिनी म्युजियम र त्यसपछि तपाईहरु थोरै अगाडि गइसकेपछि भुइँमा देशहरूको विभिन्न नाम छ र हाम्रो काठमाडौँ पनि रहेको छ। र मलाई चाहिँ सानैदेखि मम्मी हेर्ने ठुलो इच्छा थियो, तर यो चाहिँ रियल मम्मी चाहिँ हैन, यो चाहिँ जस्ट डेमोको लागि राखिएको मम्मी हो। र अरु कुराहरु पनि म्युजियममा थुप्रै पुरानो चीजहरु एक्सप्लोर गर्दै गयौं हामी। मलाई चाहिँ डिसअपोइन्टेड लागेको कुरा भनेको गौतम बुद्धको मूर्ति हुँदा हुँदै पनि चाइना, इन्डिया, जापानको चाहिँ मेन्सन थियो, तर नेपालको नाम मेन्सन थिएन। किनभने सायद त्यो समयमा नेपाल एकीकरण भएको थिएन कि आई डोन्ट नो। र बिस्तारै हामी अरु चीजहरु पनि एक्सप्लोर गर्दै गयौं। सबै चीज राम्रै लाग्यो, ठिकै लाग्यो। जस अबुधाबीमा हुनेहरु प्लिज एकताल भिजिट गर्नु होला, राम्रो छ ठाउँ, सस्तो छ, घुम्नु होला, ठिकै हो, प्राइस यतिको हेरिकन। लास्टसम्म भिडियो हेरिदिनु भएकोमा थ्यांक यू सो मच। प्लिज सपोर्ट एन्ड लाइक एन्ड सब्सक्राइब एन्ड शेयर। Thank you so much for guys.